अहिले के भनेको त्यो हावादार कुरा यार। अब तिमी भन्छौ मैले हिजो पनि भिडियो बनाउनु लागेदेखि सुरु गरेँ तपाईँ पनि बनाउनु के हो त्यो मान्छे कसरी प्रभु के गर्नुहुन्छ मान्छे मोटिभेट हुनु पर्यो क्या तिमीबाट केही कुरा लिन सक्छु भन्ने नोबडी वाच वन वाइज भन्छन् पहिलेबाट कोही पनि सिकेर आउँदैन कि त यार बनाउँदा मैले भिडियो किन बने मेन रिजन भन्नु अब तिमी कहिले त्यो मैले मेन रिजन भन्दाखेरि पहिला चाहिँ मलाई भिडियो बनाउन औडा लाग्थ्यो लाज लाग्थ्यो उडा झुट नबोल्दाखेरि है मैले किन बनाऊ पहिल्यैदेखि भिडियो बनाउनु सोच्थ्यो त्यो कसैले लाइक गरून् या कमेन्ट गरून् कसैले राम्रो भनौँ या नभनौँ मलाई थाहा छ भिडियो बनाएपछि नराम्रो कमेन्ट बढिया हुन्छ मलाई थाहा छैन त्यही पनि म हाल्छु त्यही पारा हो कि भिडियो खिच्न लागि कुरो भिडियोको होइन पहिला मलाई क्यामेरा अगाडि बोल्नु लाज लाग्थ्यो अनि मान्छे के बोल्लान् के गर्लान् भन्ने अलिअलि सोच्थेँ त्यति खासै त म पहिल्यैदेखि सोच्ने मान्छे होइन अर्काले के भन्छ मेरो आएर खानके नै हो आफ्नो बारे आफ्नो सोच्ने बस निरन्तर साथ गर्ने जे हुन्छ हुन्छ त्यो हिसाबले हो कि अर्काले के सोच्छन् त्यो चाहिँ म कहिले सोच्दिनँ के भन्ने आउँछ राम्रो आउँछ नराम्रो हुन्छ मैले त्यो मेन गर्नुको सुरुवात अब केही चिज पनि एकैचोटिमा राम्रो हुँदैन कि दाइ हजुरले भन्नुभयो केही टपिकमा लाउनुहोस् भनेर त्यही टपिकमा मैले खोजे टपिक यस्तो हो कि अरूले नगेर के टपिक छ त्यो खोज्नु खोज्यो खासमा त्यही टपिक खोज्ने क्रममा छ है यसरी बुझ्नु अहिले चाहिँ